के सरकारले हरेक नागरिकलाई सैनिक तालिम लिन बाध्य पार्न सक्छ? यो देशले आफ्नो सिमानाको सुरक्षा कसरी गर्न सक्छ त? नयाँ संविधान निर्माणको प्रारम्भिक चरणमै संविधान सभामा उठेका महत्त्वपूर्ण दुईवटा मुद्दाहरू हुन् यी, जुन मुद्दामा राजनीतिक दलहरूबीच आपसी मतभेद छ। यस्तो मतभेदमा सहमतिका साथ नयाँ संविधान कसरी लेखिन सक्छ त? आजको साझा सवालको बहस। नमस्कार, म नारायण श्रेष्ठ। नयाँ सरकार निर्माणसँगै नयाँ संविधान बनाउने कामले थोरै गति लिएको छ। संविधान सभामा छलफलका लागि पहिलो पटक राष्ट्रिय हित संरक्षण समितिको प्रस्ताव पुगेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध, सिमाना र सेना सम्बन्धी सुझाव दिने यो समितिको प्रतिवेदन अथवा प्रस्ताव दलगत मतभेदका कारण समितिका सदस्यहरूबीच नै विवादमा पनि परेको छ। के सरकारले हरेक नागरिकलाई सैनिक तालिम लिनका लागि बाध्य पार्न सक्छ, अथवा यो देशको सिमाना जोगाउन राज्यले के गर्न सक्छ त? आज हामी छलफल गर्दैछौँ राष्ट्रिय हित संरक्षण समितिको प्रस्तावित मस्यौदा, नयाँ संविधानका लागि प्रस्तावित मस्यौदामाथि। छलफलमा हामीसँग हुनुहुन्छ सोही समितिका सभापति एकीकृत नेकपा माओवादीका सभासद अमिक शेरचन, समितिका अन्य सभासदहरू नेपाली कांग्रेसका सभासद जगदीश्वर नरसिंह केसी र सद्भावना पार्टीका सह-अध्यक्ष सभासद लक्ष्मणलाल कर्ण। अनि काठमाडौँमा तयार हुँदै गरेको यो छलफलमा सहभागी हुन 80 जना विभिन्न क्षेत्र, पेसा, व्यवसायसँग आबद्ध सहभागीहरू यहाँ उपस्थित हुनुहुन्छ। यहाँहरू सबैलाई स्वागत छ साझा सवालमा। अमिक शेरचनजी, तपाईँ राष्ट्रिय संरक्षण समितिको सभापति हुनुहुन्छ। तपाईँहरूले संविधान सभामा बुझाउनु भएको त्यो प्रतिवेदनलाई अवधारणा पत्र भन्नुभएको छ क्यारे? के हो यो भनेको? अवधारणा भनेको त्यसभित्र समग्र विषयवस्तुहरूको व्याख्यासहित, परिभाषासहित प्रस्तुत हुने, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा अनुभव प्राप्त गरेका विषयहरूलाई पनि त्यसमा समावेश गर्ने। के छन् तपाईँहरूले दिएको त्यो अवधारणा पत्रमा? सबै कुरा छ। यो राष्ट्रिय समितिको लाई दिएको जो 8वटा विषयहरू थिए, ती 8वटा विषयमध्ये सबै विषयहरू छन्। राष्ट्रियताको प्रश्नदेखि लिएर कति लामो छ, मुख्य कुराहरू के समेट्नु भएको छ त्यसमा? सबै जुन विषयहरू जुन हामीलाई तिहारमा जे दिएको थियो ती सबै कुराहरू त्यसमा समेटिएको छ। कति लामो छ, कति मोटो छ त्यो? त्यो मोटो छ, झन्डै 400 लगभगको पेजको छ। भनेपछि यो संविधानको 400 पेज लामो, त्यति लामो प्रतिवेदन छलफल गर्न कति दिन छ तपाईँहरूलाई संविधान सभामा चाहिँ? अहिले 5 दिन तोकिएको छ। 5 दिनमा सम्भव होला 400 पेज मोटो प्रतिवेदन छलफल गर्न? यदि अध्ययन गर्ने हो, साँच्चै संविधान निर्माण गर्ने हो भने प्रत्येक सदस्यले त्यसलाई आफ्नो प्राथमिक महत्त्वको विषयमा राख्नुपर्छ र त्यसलाई प्रधान कार्यक्रममा राख्नुपर्छ, भ्याइन्छ। जगदीश्वर नरसिंह केसी, के का आधारमा त्यो प्रतिवेदन बनाउनु भयो? जनताको बिचमा जाँदा जनताको अभिमत त्यसभित्र जे जसै आयो त्यसैलाई हामीले समेटेर यो अवधारणा पत्र तयार भएको छ। तर तपाईँहरूले त्यो अवधारणा पत्रमा 18 वर्ष माथिका सबैलाई सैनिक तालिम दिनुपर्ने भनेर भन्नुभएको छ। तपाईँहरूले सोधेको त्यो प्रश्नमा त कहीँ पनि त्यस्तो छैन त। अब त्यही त हाम्रो त्यहाँ बिचमा सहमति असहमतिका कुराहरू त्यहाँ उठ्छन् कि हाम्रा यी प्रश्नावलीमा नभएका कुराहरू बिचमा जो थपिने काम भएको छ, यी थपिएका विषयवस्तुका बारेमा हामीले असहमति जनाएका छौँ। त्यो असहमति बाहिर पब्लिकमा पनि आएको छ। तपाईँकै समिति जो टोली नम्बर 16 थियो, रसुवा र नुवाकोट तपाईँहरूको समिति थियो, तपाईँ र पोस्टबहादुर बोगटी एउटा टोलीमा हुनुहुन्थ्यो, अझ त्यो टोलीभित्र बाँडिएकोमा पनि। त्यसले दिएको प्रतिवेदनमा, त्यो प्रतिवेदन मसँग यहाँ छ, तपाईँको प्रतिवेदन, तपाईँले आफ्नो प्रतिवेदनमा त प्रश्न लेख्नु भएको छ कि सुझावको 21औं नम्बरमा छ, राष्ट्रियताको रक्षाका लागि 18 वर्ष पुगेका सबै नागरिकलाई फौजी तालिम दिनुपर्ने। तपाईँले लेख्नु भएको चीज लेखियो त के फरक? अब यसमा के छ भने हामी जुन टोलीमा जाने मध्ये पनि हेर्नुहोस्, राजनीतिक रूपले कसै न काहीँ न काहीँ प्रभावित छौँ। हामी ईश्वर त होइन, कुनै सबै पार्टीका मान्छे त्यहाँ गएका छौँ। त्यो प्रतिवेदन पेश गर्नलाई सबैको सहमति गर्नुपर्ने हाम्रो आवश्यकता थियो। त्यो आवश्यकता मध्येको त्यो टोलीमा सबैको सहमतिका लागि त्यो 21औं बुँदामा राख्यो। अझ हामीले धेरै बहस गऱ्यौँ किन तर जनताको सुझावमा आएको रहेछ त, त्यो सुझावलाई चाहिँ तपाईहरु नलेख्ने फेरि व्यवस्था गर्ने? यसो जनताको सुझाव भने हेर्नुहोस्, प्रश्नावलीमा त्यो अत्यन्त क्षीण रूपमा कसैले मौखिक रूपले भनेको आधारमा हामीले त्यो सहमतिका लागि हो है। होइन, प्रश्नावलीमा त्यसै भन्ने छैन, धेरै अगाडि बढ्नु छ। त्यसै हामीले अहिले प्रक्रियामा हामी छलफल गरौँ।
लक्ष्मणलाल कर्णजी तपाईँ पनि यही समितिमा हुनुहुन्छ, राष्ट्रिय हित संरक्षण समितिमा, र तपाईँ चाहिँ 12 वर्षमा पर्नु भएको थियो होइन? तपाईँलाई चाहिँ कस्तो सुझाव आएको थियो? त्यही सुझावको आधारमा तपाईँले बनाउनु भयो यो प्रतिवेदन, वा तपाईँको सुझाव एकातिर प्रतिवेदन अर्कोतिर भयो? के रह्यो अनुभव? एउटा कुरा त के सोच्नुहोस् भने जनताको सुझाव सङ्कलन भनेको कुरो यो तपाईँको जनमत सङ्ग्रह होइन। दुईटा पार्ट छ, जनमत सङ्ग्रहको पार्ट र जनताको सुझाव सङ्कलन गर्ने पार्ट। जनताको सुझाव यदि एकजनाले पनि महत्त्वपूर्ण सुझाव दिन्छ भने त्यसलाई ओमिट गरेर हिँड्ने अवस्था स्थिति आउँदैन। तपाईहरुको समितिभित्र 40-42 जना सभासदहरूमा त सहमति गरेर एउटा प्रतिवेदन वा एउटा मस्यौदा तयार हुन सक्दैन भने तपाईहरुले साँच्चै सहमति गरेर नयाँ संविधान लेख्नु होला भनेर चाहिँ आम नागरिकले कसरी पत्याउने? यसलाई यसरी बुझ्नु, यो अहिले के विवाद मैले जुन देखिराखेको छु जनमानसमा, यो नेगेटिभ एप्रोच गइराखेको अवस्था स्थिति। यदि हामीले छलफलबाट सबैको सहमतिबाट 601 जनाले मात्रै यो बनाउने होइन, सम्पूर्ण जनता र विज्ञ र हाम्रो परिवेश परम्परा सबैबाट यो बन्ने हो भने विमतिहरू त आउँछ। त्यो विमति मध्ये हामीले एकमत हुने पनि हाम्रो प्रक्रिया छ नि। हामीले जति पनि विमति छ फेरि पार्टीहरू बसिकन त्यसलाई सहमतिमा जाने पनि हाम्रो नियमावलीमा प्रक्रिया छ। सहभागीहरूलाई म सोध्न चाहन्छु, तपाईहरुले त्यो प्रश्नावली भर्नु भएको थियो कि थिएन? यो प्रक्रियामा तपाईहरु सामेल हुने मौका मिल्यो कि मिलेन? अधिकांशले मिलेन भन्नुभयो, कोही न कोही त पक्कै सहभागी हुनुहुन्थ्यो होला, हो? मेरो नाम लक्ष्मीरत्न तुलाधर, म सामुदायिक सेवा समाज 1629 को अध्यक्ष पनि है। भर्नुभयो लक्ष्मीजी यो प्रश्न? हजुर, मैले भरेँ र मैले यहाँ के राख्न चाहन्छु नि, म सर्वप्रथम त यो समितिमा भएको हाम्रो 3 जना सांसदज्यूहरूलाई म चाहिँ बधाई दिन चाहन्छु। किन भन्दा धेरैवटा समितिहरू बनेको छ, तर उहाँहरूले पहिलोचोटि यो बुझाइदिनु भयो, उहाँहरू पहिला पर्नु भयो है, यसमा चाहिँ उहाँहरूलाई बधाई दिन्छु। र त्यसको साथसाथै म के भन्छु नि, लगभग अहिले हामीले यहाँ आएर सुन्यौँ 14 लाख यो यसरी चाहिँ यो प्रश्नहरू चाहिँ बाँडिएको थियो, त्यसमा 2 लाखको मात्र जवाफ आयो भन्ने भएको छ होइन। 2 लाखको हाराहारीमा कति चाहिँ यो चाहिँ उत्तर भरेर आयो भने छ, सङ्कलन भयो भने छ। यसमा म के भन्न चाहन्छु भने अब आगोमा चाहिँ हाम्रो यहाँ उपस्थित हुनुभएका सबै सम्पूर्ण सांसदज्यूहरूले त्यो अध्ययन गर्नुभयो कि भएन, र त्यो अध्ययन गर्नु भएर ल्याएको हो कि होइन, त्यो चाहिँ हामीलाई थाहा पाउनु पर्यो। र अर्को कुरा तपाईँको प्रश्नको जवाफ हामी माग्छौँ। अमिक शेरचनज्यू, व्यापक छलफल गऱ्यौँ, व्यापक अध्ययन गऱ्यौँ, गहिरो अध्ययन गऱ्यौँ, सबैले 2-2 जना भएर उहाँ म छु भने उहाँले पढ्दै जाने, मैले टिक लाउन जाने, मैले भन्दै जाने, उहाँले टिक लाउने, यसरी हामी आफ्नै समिति हलभित्रै बसेर बहुत धेरै अध्ययन गरेर तपाईहरुलाई फिर्ता आएको प्रश्नावली मध्ये कतिवटा प्रश्नहरू चाहिँ तपाईहरुले पढ्न सक्नु? हामीले 16,81,858 प्रश्नावलीहरू अध्ययन गऱ्यौँ र त्यसको हामीले छानबिन गरेर। तपाईले त्यो सबै नै प्रश्नावली पढ्नु भएको? एकदम पढेका छौँ हामी, सबैमा अध्ययन गरेर त्यति प्रश्नको सार लिएरै हामीले यो संविधानको मस्यौदा बनाएका छौँ। लक्ष्मणलाल कर्णज्यू, तपाईले बाँड्नु भएको 2 लाख भन्दा धेरै प्रश्नावली मध्ये तपाईलाई फिर्ता आएको 1500 अलिकति प्रश्न, र त्यो पनि तपाईको समितिलाई आएको चाहिँ जम्मा 60 वटा प्रश्न होइन त? अब यो हेर्नुहोस्, जनताले दिने जवाबमा कसले कति दियो भन्ने यो जनताको सवाल हो। जनताले अनि त्यति थोरै जवाफ आएको छ त त्यसको कसरी तपाईहरु फेरि आम मान्छेलाई उनीहरुको भावनालाई प्रतिनिधित्व गर्ने लेख्नु? त्यसको एउटा कारण सुन्नुस्, हामी गएको 12 पर्सा रौतहटमा जहाँ गए पनि त्यहाँ मान्छेहरूले के विवाद उठाए भने प्रथम विवाद, सुरुवातको विवाद, हामी नेपाली पढ्न जान्दैनौँ, हामी नेपाली बुझ्दैनौँ, हामीलाई भोजपुरीमा किन लागेको क्वेसन हामी जवाब दिँदैनौँ भने यो विरोधबाट सुरु भएर त्यहाँ गएको हो। तर एउटा कुरा, तपाईले बाँडेको 2 लाख भन्दा बढी प्रश्नावली जम्मा 60 वटा मात्रै तपाईको समितिलाई आयो, त लाजै मर्दो हो नि, स्वीकार्नुहुन्छ नि? अब के छ भने त्यसपछि पनि विभिन्न आएको रहेछ, बिल्कुल संख्या त हामी भन्दैनौँ, हामीलाई इमिडिएट प्रतिवेदन हो। तपाईको टोलीको प्रतिवेदन म पढेर सुनाउँछु। तपाईको टोली नम्बर 12, यो प्रतिवेदनमा तपाईले लेख्नु भएको छ, यो मैले अन्त कहीँबाट लिएको होइन, तपाईले बाँड्नु भएको प्रश्नावली जोड्दाखेरि 2 लाख भन्दा थप बढी हुन्छ, र तपाईलाई प्राप्त भएको प्रतिवेदन यहाँ लेख्नु भएको छ 1530, त्यो मध्ये तपाईको समितिलाई प्राप्त, राष्ट्रिय हित संरक्षण समितिलाई प्राप्त जम्मा 60 वटा, यही लेख्नु भएको छ प्रतिवेदन। जुन लेख्या जनताको संविधान भन्दै हुनुहुन्छ फेरि त्यो एक्ज्याक्ट हो, म भन्दैछु। त्यसको एउटा कारण के छ भने अब भविष्यमा हामीले पठाउँदाखेरि
जुन हामीले भाषागत कारणले मान्छेहरूले जवाब दिएन, अब दोस्रो पटक फेरि जनतामा जाँदाखेरि हामीले त्यो कुरा सच्याएर जानुपर्छ। हामी राष्ट्रिय हित संरक्षण समितिको प्रारम्भिक मस्यौदा प्रतिवेदनमाथि छलफल गरिराखेका छौँ। म सहभागी तपाईँहरूकोमा आउँछु। यो स्थिति देखिरहनु भएको छ, तथ्यले केही बोल्छ, त्यसपछि उहाँहरूको आफ्नो प्रयास पनि छ। तर तपाईँहरूमध्ये कसैलाई लागेको छ कि तपाईँको भावना साँच्चै आफ्नो भावना अनुसार संविधान लेखिन्छ है भन्ने विश्वासमा को हुनुहुन्छ? एकपटक यसो हात उठाउनुहोस् त। एकदम थोरै देखेँ। तपाईँको आफ्नो भावना अनुसार संविधान बन्दैन भन्ने चाहिँ कसलाई लागेको छ? ओहो, 80 जना मध्ये अधिकांशले लाग्दैन भन्नुभयो। जगदीश्वर नरसिंह केसीज्यू, देख्नु 80 जना भन्दा बढी सहभागी हुनुहुन्छ, त्यो मध्ये अधिकांशले मेरो भावना अनुसार संविधान बन्दैन भनेर हात उठाउनु भयो। 2 जनाले मात्रै हात उठाउनु भयो जसले चाहिँ मेरो भावना अनुसार संविधान बन्छ भनेर। के हो यो? हामीले यो जनमत सङ्कलनका लागि, राय सुझावका लागि भनेर 33 लाख क्वेसन छपायौँ। त्यो नै अपुग हो, किनभने जनसङ्ख्याको आधारले हो भने 2 करोड 78 लाख चाहिन्थ्यो, त 33 लाख बुझायौँ। हामीले त्यो प्रश्नावली गाउँ गाउँमा लगेर बुझाएकै हो, तर फिर्ता चाहिँ आएन। त फिर्ता आउने क्रम अहिले उहाँले भने जस्तै हामीले गाउँमा टोलीका साथ गयौँ, त्यहाँ 200, 150, 300 जम्मा पब्लिक जम्मा हुन्थ्यो, त्यहाँ हामीले दिन्थ्यौँ। त्यही दिन 2टा 4टा फिर्ता आउँथ्यो। नाम भनेर भनिदिनुहोस् है। मेरो बन्धुदेव पाण्डे हो, म यहाँ 18 नम्बर वडामा छु। तर चाहिँ के भने राजधानीको जोडिएको हिसाबले चाहिँ त्यहाँका चाहिँ मेरा चाहिँ मान्छेहरू पनि छन्, मतदाताहरू त्यहाँ आउँदाखेरिलाई चाहिँ नुवाकोटको कुरा उहाँको जहाँ कार्यक्षेत्र परेको थियो, म है उहाँ जगदीशजीको, उहाँ मनानपुर थानापति र चाहिँ थानसिङ गाविसबाट चाहिँ उहाँ चाहिँ गाउँमा नगइकन चाहिँ उहाँ चाहिँ के जिल्लाको सदरमुकाम विदुरमा गएर चाहिँ बसेर चाहिँ उहाँ चाहिँ एउटा रिपोर्ट लेखेर चाहिँ आउनु भएको छ। त्यसले गर्दाखेरि वास्तवमा चाहिँ यो गाउँमा चाहिँ गाउँको जनताको चाहिँ रिपोर्ट चाहिँ उहाँले सङ्कलन भएको छैन। जो चाहिँ सांसदहरू चाहिँ त्यहाँ गाउँमा गएर चाहिँ उहाँहरू जान चाहनु भएन। उहाँ हाम्रो लक्ष्मीलाल कर्णानी चाहिँ तराईको घाममा उहाँ यहाँ वकिल पेसा गरेर बस्नु भएको छ, तर उहाँ कसरी जानुहुन्छ त्यहाँ? त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ भएस भएको चाहिँ जनतामा नपुगेर चाहिँ नआएको हो, त्यो जनताले लेखेको चाहिँ आएको छ त्यहाँ। पछाडिबाट अर्को सहभागीले हात उठाइरहनु भएको छ तेस्रो लहरमा। म तपाईँको पनि लिन्छु। मेरो नाम पुरुषोत्तम अर्याल हो, म 16 वडा पकनादोलमा बस्छु। म माननीय जगदीश नरसिंह केसीज्यूलाई सोध्न चाहन्छु, कान्तिपुरमा सायद उहाँले हेर्नु पाउनु भएको छ कि छैन, उहाँको सभापतिज्यूले यो समितिको चाहिँ मिटिङमा चाहिँ अत्यन्त न्यून उपस्थित हुने सभासद हुनुहुन्छ भनेर उहाँले उल्लेख गर्नुभएको छ। त्यसरी 2 लाख चाहिँ प्रति चाहिँ उहाँले कसरी पढ्न पाउनुभयो र उहाँले के त्यहाँ भत्ता नपाउने भएर उहाँ कम उपस्थित हुनुभएको हो कि संविधान बनाउनु पर्छ भनेर उहाँले चाहिँ त्यसलाई चाहिँ ध्यानै नदिनु भएको, यसको चाहिँ प्रश्न पार्न चाहन्छु। धन्यवाद। एकैछिन जगदीश नरसिंह केसीज्यू, म एकजना महिला सहभागीको लिन्छु। पछाडिपट्टि हात उठाउनु भएको थियो। नमस्कार, म कल्पना पौडेल, लामाटार 2बाट। म चाहिँ सभासदज्यूहरूलाई के भन्न चाहन्छु भने सभासदज्यूहरूले नै आफूले नै प्रष्ट रूपमा बुझ्न नसक्ने खालको प्रश्नावली लिएर यहाँहरू गाउँ गाउँमा जानुभएको थियो भने त्यहाँ भएका निरक्षर व्यक्तिहरूले ती प्रश्नावली भरेर कसरी चाहिँ तपाईँहरूलाई बुझाउन सक्नुभयो होला र? जो कि म एसएलसी पास गरेको व्यक्ति हुँ र पनि मलाई त्यो प्रश्नावली पढ्न साह्रै धौधौ परेको थियो। जगदीश्वरजी हेर्नुहोस् त, तपाईँ सुगम ठाउँमा जाने, जिल्लाको सदरमुकाममा जाने अनि भन्ने कि प्रश्नावली मैले बुझ्न सकिनँ। हामी थानसिङमा हाम्रो टोली गयो, त्यहाँ माओवादीको वाइसिएलले हाम्रो जो टोली जाने थियो त्यो टोली जानुभन्दा अगाडि त्यहाँका नेपाली कङ्ग्रेसका कार्यकर्तामाथि हातपात भयो, आक्रमण भयो, त्यहाँ भयङ्कर विवाद भयो। त्यसपछि हामीले बिचैबाट त्यहाँको परिस्थिति के छ भन्दाखेरि त्यहाँका स्थानीय साथीहरू सेक्युरिटीले सहित होइन, त्यहाँ हामी गएर जनमत सङ्कलनको काम सुरु गर्दाखेरि अझ थप विवाद हुनसक्छ। भनेपछि ज्यान जोगाउन भागेर आउनु पर्यो। थप होइन, यसो हो, ज्यान जोगाउन भन्नाले सुन्नु, थप विवाद हुनसक्छ भनेपछि हामीले त्यहाँ के हो भने ज्यान जोगाउनु होइन। हामी त त्यहाँ जान, मैले त त्यहाँ पनि भने डाक्टर प्रकाश चन्द्र लोहनी हुनुहुन्थ्यो, मैले डाक्टर साहब जाउँ। तर सिंहदरबारभित्र हुने मिटिङमा जान तपाईँलाई के को खतरा भएर सबभन्दा थोरै उपस्थित हुनुभएको तपाईँ? ए होइन, अब यसमा हुन त उहाँ साथीले भन्नुभयो भत्ताको कारणले भन्नुभयो। कान्तिपुर पेपरमा मेरो सभापतिले सबभन्दा कम उपस्थित हुने सदस्य जगदीश्वर नरसिंह केसी भनेर भन्नुभयो। म उहाँलाई चुनौतीका साथ, हिम्मतका साथ के भन्न चाहन्छु भने म सबैभन्दा कम उपस्थित सदस्य हो भने म आज तपाईँको बैठकको कपी हेर्न सक्नुहुन्छ, माइनट हेर्न सक्नुहुन्छ, त्यहाँ मेरो उपस्थिति हेर्न सक्नुहुन्छ। मेरो सबैभन्दा कम छ भने म आजको मितिबाट तपाईँहरूसँग यहाँ बोलेको छु, तपाईँको बिचमा मेरो वचनबद्धता हो। म संविधान सभाको सदस्यबाट आजको मितिबाट राजीनामा दिन्छु, म सबैभन्दा कम सदस्य छु भने। यहाँनिर अहिले कल्पनाजीले प्रश्न सोध्दै हुनुहुन्थ्यो, निकै जटिल प्रश्न थियो। लक्ष्मणलाल कर्णज्यू,
तपाईँ त्यही जटिल प्रश्न लिएर भयो नि तराईको गाउँ गाउँमा पुग्नुभयो। अब यहाँ हेर्दाखेरि तपाईँका आफ्नै समितिभित्र सभासदहरूको बीचमा मतान्तर छ। यस्तै मतान्तर रहिरह्यो र सहमति हुन सकेन भने के गर्नुहुन्छ? म उहाँको जानकारीको लागि मैले वकालत पेसा छोडिदिया छु। म सम्पूर्ण रूपमा यसैमा लागेको छु। सबै पार्टीको प्रमुख सचेतकहरूलाई राखिकन त्यसमा सहमतिमा लाउने, त्यसमध्ये पनि बाँकी सहमति रहन जान्छ भने पुनः हामीले पार्टीका शीर्षस्थ नेता भनौँ न, अध्यक्ष उपाध्यक्ष जे होला, उहाँहरूलाई राखेर यसलाई सहमतिमा लाने। त्यसमा पनि अब एक दुईटा बाँकी होला भने त नियमावलीमा व्यवस्थित छ, भोटिङ होला, भोटिङबाट पास होला। कहीँ न कहीँ त खेलको जब प्रक्रिया रहेछ भने प्रक्रिया अन्तर्गत त हिँड्नै पर्छ। अब भोटिङै नहोस्, सबैले एउटै भनोस् भने यो कल्पना गरेर पनि हुँदैन। तपाईँको कुरा सुन्दा सहमतिमा पुगेला जस्तो देखिन्छ, तर विवादित मुद्दाहरू प्रशस्तै छन्। त्यस्तै विवाद मध्येको एउटा मुद्दा, के सरकारले हरेक नागरिकलाई सैनिक तालिम लिन बाध्य पार्न सक्छ त? कार्यक्रमको बाँकी खण्डमा हामी त्यो विषयमा छलफल गर्नेछौँ। साझा सवाल। यहाँलाई फेरि स्वागत छ साझा सवालको यो खण्डमा। यो खण्डमा हामी छलफल गर्नेछौँ राष्ट्रिय हित संरक्षण समितिले प्रस्ताव गरेको 18 वर्षमाथिका सबै नेपाली नागरिकले सैनिक तालिम लिनुपर्छ कि पर्दैन, त्यो विषयमा छलफल गर्नेछौँ। हामीसँग छलफलमा हुनुहुन्छ राष्ट्रिय हित संरक्षण समितिका 3 जना सदस्यहरू, सभापति अमिक शेरचन, नेपाली काङ्ग्रेसका सभासद जगदीश्वर नरसिंह केसी र सद्भावना पार्टीका सहअध्यक्ष एवं सभासद लक्ष्मणलाल कर्ण। र राजधानीमा तयार हुँदै गरेको छलफलमा 80 जनाभन्दा धेरै सहभागी पनि यहाँ हुनुहुन्छ। अमिक शेरचनज्यू, तपाईँहरूले प्रस्तावनामा त राख्नु भएको छ 18 वर्षमाथिका सबै नेपाली नागरिकले सैनिक तालिम किन लिनुपर्छ? धेरै कुराको फाइदा छ मुलुकलाई। के फाइदा छन्? पहिलो कुरो त नेपालको सार्वभौमिकता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्नको लागि, राष्ट्रिय सुरक्षाको लागि सम्पूर्ण नेपाली जनता नै यसको लागि एउटा सक्षम र सबल नागरिकको रूपमा स्थापित हुन्छन्। दोस्रो कुरा, एउटा कुरा तपाईँलाई अभ्रम नपरोस् कि यसको अर्थ अनिवार्य सैनिक तालिम दिएर त्यही खर्च धान्नुपर्ने, राख्नुपर्ने, यो खालको गलत भ्रम पारेका छन्। जे छ यहाँ पास भएको त्यही कुरो बाहिर आउनु जरुरी छ। यो बाहिर आएको कुरो के छ? यहाँ देशको रक्षाको लागि सरकारले आवश्यक परेको समयमा 18 वर्ष उमेर पुगेका नागरिकलाई सैनिक तालिमको लागि आह्वान गर्न सक्छ र सो बमोजिम तालिममा भाग लिई राष्ट्रलाई सेवा प्रदान गर्नु प्रत्येक नागरिकको कर्तव्य हुनेछ। आवश्यकताको आधारमा उसले लिने तालिम लिने कुरा हो। तालिम दिँदाखेरि शेरचनजी, तपाईँले अघि भन्दाखेरि चाहिँ देशको सार्वभौमिकता र स्वतन्त्रता रक्षाका लागि गर्नुपर्छ भन्नुभयो। यो देशको सार्वभौम सत्ता र स्वतन्त्रता कोबाट खतरा छ? राष्ट्रियता र सार्वभौमिकताको रक्षाको लागि कोबाट खतरा छ भनेर होइन, स्वयं आफै सतर्क भएर पहिलेदेखि सचेत भएर बस्नुपर्छ हरेक सोभरिन चाहिँ कन्ट्रीले, हरेक स्वाभिमान राष्ट्रले। त्यसो भएकोलाई दोस्रो कुरा, त्यसो भएर लड्न सक्नुहुन्छ सकिँदैन। त्यसो भएर तपाईँले यहाँ सेना किन राख्ने त? अब उसो भए तपाईँ कोसँग लड्नुहुन्छ? भारतसँग, चीनसँग? करोडौँ सेना छन् उनीहरूसँग, सक्नुहुन्छ तपाईँ? हाम्रो लड्ने कतै आशय छैन। तर त्यसो भए किन चाहियो? किन सेना बनाउनु पर्दैन? हरेक नेपाली नागरिक किन सेना बनाउनु पर्दैन? यदि तपाईँलाई त्यो गर्नु भएन भने तपाईँले त्यो राष्ट्रिय सुरक्षाको लागि मात्रै, मित्र राष्ट्रहरूसँग लड्नको लागि मात्रै तपाईँले सेनाको कन्सेप्ट राख्नुहुन्छ, तपाईँ चाहिँ रङ 100% तपाईँ रङ हुनुहुन्छ। सबै नागरिकहरू तयार छन् त तपाईँले भनेको सैनिक तालिम लिनमा सहभागीहरूको विचार लिन्छु। त्यहाँ त्यस चौथो लहरमा हुनुहुन्छ, तपाईँको परिचय दिएर भनिदिनुहोस्। मेरो नाम शैलेश पोखरेल हो, म एउटा स्टुडेन्ट हो। उहाँले भन्नुभयो कि हाम्रो आफ्नो अस्तिको इक्जाम्पल दिनुभयो, सामाजिक सुरक्षाको लागि सबैलाई सैनिक तालिम दिनुपर्छ। सैनिक तालिम दिएर मात्रै के सामाजिक सुरक्षा हुन्छ? त्यसको लागि हतियार पनि दिनु पर्ला। सबैलाई हतियार दिएर के वाइसिएल युथ फोर्स जस्ता नयाँ जस्ता फेरि जन्माउने देशमा? वाइसिएल त आफै सक्षम छन्, उनीहरू त सबै हतियार चलाएर आएका भनेर उनीहरूले भनिराखेका छन्। तपाईँ हतियार चलाए 1 मिनट भन्नुहोस्, 1 मिनट। देशमा जुन द्वन्द्व हिंसाको स्थिति त्यो सबैले जानेछ। त्यसो भए त तपाईँले चाहिँ त्यहाँ 1 लाख जति सेना गयो भने त्यो पनि त वाइसिएल जस्तो भयो भनेर मैले भन्नुको त्यही हो। देशमा जब द्वन्द्व हिंसाको स्थिति छ भने तपाईँकै सुरक्षाको लागि देशमा द्वन्द्व हिंसाको स्थिति छ भने सबैलाई हतियार चलाउन सिकाएर सरकारले कन्ट्रोल कसरी गर्छ? वाइसिएलसँग तपाईँ चाहिँ आएर तपाईँलाई चाहिँ वाइसिएललाई जसरी नेगेटिभली गर्नुहुन्छ त्यो आयो भने तपाईँ आफै आत्मरक्षाको लागि के गर्नुहुन्छ त?
तपाईँको आत्मरक्षाको लागि जब हामी आत्मरक्षाको लागि पब्लिक आफूले सोच्नुपर्छ नि, सरकार केको लागि बन्छ? यहाँ कानुन केको लागि बन्छ? कानुन हो भने कानुन हो, सबै हो भने योभन्दा अगाडिका अब के हामी सधैँ आत्मरक्षा मात्रै गरेर बस्ने? देश त अगाडि बढ्नु पर्दैन? देश अगाडि बढाउनको लागि हो यो, देश बढाउनको लागि हो यो, देशलाई बढाउनुको निम्ति हो यो, आर्थिक सामाजिक सबै कुरामा सक्षम नागरिक बनाउनुको लागि हो। ठिक छ शेरचन्दजी, अर्का सहभागी हुनुहुन्छ, उहाँ पनि निकै हात उठाइरहनु भएको छ। मेरो नाम शिवहरि केसी हो। म दोहोर गाविस भक्तपुरबाट यहाँ सहभागी हुन आइरहेको छु र म एउटा सामाजिक कार्यकर्ता पनि हो। अहिले नेपालको परिस्थिति यस्तो छ कि एउटा समूहमा विभाजन भएर एउटा सामान्य तालिम लिएर देशमा अहिले उन्माद मचाइरहेछ, उद्दण्ड मचाइरहेछ, अराजकता मचाइरहेछ, देशमा अशान्ति मचिरहेको छ भने यदि हामीले सैन्य सेवा तालिम दियो भने यो देशमा शान्ति होला। अहिले नेपालका प्राइभेट जिल्लाहरूमा पाठ्यक्रम नभएर शिक्षाबाट वञ्चित छन्, महिलाहरू प्रसव पीडाबाट वञ्चित मृत्यु भइरहेको छ, बालबच्चाहरू झाडा पखाला र विभिन्न रोगबाट मरिरहेको अवस्था छ भने के नेपालले हाम्रो आर्थिक अवस्थाले सैन्य तालिम दिन हामी सक्षम हुन्छौँ होला? दुईजना सभासद पनि हुनुहुन्छ। लक्ष्मणलाल कर्णजी के भन्नुहुन्छ? तपाईँले त आफ्नो समितिको प्रतिवेदन राखिदिनु भएको छ कि प्रत्येक नागरिकले राष्ट्रको सेवा गर्नु चाहिँ कर्तव्य हो, त्यही हुनाले 18 वर्ष माथिकोले एउटा त कल्पना के गर्नुहोस् भने यो आज संविधानमा लेख्दैमा भोलिदेखि तालिम सुरु हुने होइन। एउटा कल्पना मात्रै म भनिराखेको छु। व्यावहारिक हुनुहोस् कि संविधानमा लेखिसकेपछि राज्यले सरकारले चाह्यो भने त तत्काल सब नागरिकलाई दिन पनि त सक्छ नि। म दोस्रो प्रश्न भन्दैछु। देशको सुरक्षा भन्दाखेरि रक्षा भन्नु भइरहेछ, सुरक्षा गर्दाखेरि सुरक्षा अन्तर्गत खाली भारत र चीनसँग गएर बन्दुक चलाउने होइन। यो सुरक्षा अन्तर्गतमा सामाजिक सुरक्षा, आर्थिक सुरक्षा, राजनीतिक सुरक्षा, विभिन्न सुरक्षाहरू हुन्छ। म एउटा प्रश्न वाइसिएल गर्ने व्यक्तिसँग के भनेको छु भने वाइसिएल तालिम लिएर हामीलाई तर्साइराखेको छ भने भोलि हामी पनि तालिम लियो भने वाइसिएलसँग हामी डराउँदैनौँ। एउटा मेरो जवाब मात्रै हो। यदि हामीले सैनिक तालिमको विपक्षी व्यक्ति म होइन, म व्यक्तिगत रूपमा तपाईँको व्यक्तिगत धारणामा चाहिँ राजनीतिक, आर्थिक र सामाजिक सुरक्षाका लागि प्रत्येक नागरिकलाई सैनिक तालिम दिनुपर्छ भन्ने हो। यसले के गर्छ भने आत्मबल बढाउँछ, आत्मसुरक्षा बढाउँछ, सामुदायिक सुरक्षा बढाउँछ, राज्यको सुरक्षा पनि बढाउँछ। म जगदीश्वर नरसिंह केसीको विचार लिन चाहन्छु। त्यही हो त उहाँले जुन भनिरहनु भएको थियो त्यही हो स्थिति होइन? यसमा के हो भने हामीले संविधान सभाका उपसमितिबाट आएका यतिका ठुलो 400 भोल्युमको अवधारणा गएका छन्। यसको छलफलको अवधि एक दिन, वास्तवमा भने एक दिन छलफल भयो। किनभने 6 गते मिटिङमा सभापतिज्यू 2 घन्टा ढिलो आयो, हामी हिँड्यौँ। 7 गते भयो, एक दिन छलफल भयो। एक दिनको छलफलले वास्तवमा यसलाई जसरी हामीले हरेक पाना शब्दलाई बहस गर्नुपर्थ्यो त्यो बहस हुन पाएन। चिप्लिएको यो सैनिक तालिम लिने कुरा चाहिँ सुन्न न, बहस हुन पाएन। दोस्रो, हामीले यो दुईटा विषयमा, एउटा सैनिक तालिम, अर्को जनमुक्ति सेना भन्ने विषयमा हाम्रो पूर्ण रूपले गम्भीर असहमत छ। हामीले भन्दै आएछौँ। अहिले पनि म तपाईँको बिचमा पनि नेपाली जनतालाई के सुनाउन चाहन्छु भने यी दुईटा विषयमा गम्भीर असहमत छ। के मेरो प्रश्न हो भने हामी केका लागि सैनिक तालिम लिँदैछौँ? कि हाम्रा छिमेकी मुलुक दुईटा चीन र भारत जस्ता ठुला मुलुकहरू छन्, उनीहरूका करोडौँ सैनिकहरू छन्, उनीहरूसँग हामीले लड्न सक्ने होइन, उनीहरूसँग लड्न तयार हुनुपर्ने पनि होइन। र हामीले आफ्नो सामाजिक सुरक्षाका लागि भनिएको छ। यो सामाजिक सुरक्षा भने राज्यको नियम कानुन विधिको शासन चलाउने हो भने राज्यसँग भएका संयन्त्रले जनताको सुरक्षा दिन नसक्ने, जनताको सुरक्षा नगर्ने। त्यसकारण राज्य जनताको शान्ति सुरक्षाको जिम्मा लिने राज्यको काम हो, राज्यको दायित्व हो। त्यो विधि र विधानले गर्ने हो, नीति नियमले गर्ने हो। अमेरिकाले भियतनामको युद्धमा 18 वर्षभन्दा माथिका नागरिकलाई सैन्य तालिम दिने भनेर तालिम दियो। त्यो तालिम अमेरिका जस्तो मुलुक त्यसमा फेलियर भएर त्यहाँका जनता युवा निराश भए। त्यहाँका जनता तपाईँहरूले सुन्नुभएको चाहिँ दुर्व्यसनी भए, तपाईँको लागु पदार्थ खाएर हिँड्ने भए र तपाईँ हिप्पी भनेर सुन्नुभएको छ हिप्पी भए। यो परिस्थिति हामीले त्यहाँबाट देखेका छौँ। त्यति मात्र होइन, चीन जुन देशमा कम्युनिस्ट शासन छ, सैन्य नियमावलीमा नै त्यो देशका सम्पूर्ण 18 वर्ष माथिका हरेक नागरिकलाई अनिवार्य रूपमा सैन्य तालिममा समावेश गरिने छ भन्नेको चीनमा सैन्य तालिम दिन सकेन, फेलियर भए।
तपाईँ इजरायल जस्तो मुलुक जहाँ सैन्य तालिमको बारेमा पूर्ण रूपले असफल भयो। होइन, नेपाली जनतालाई क्षमतावान सक्षम बनाउने दिशामा जानेर नजानेको बिचको, त्यस्तो बनाउने र नबनाउने बिचको यो चाहिँ कुरा हो। तपाईँले भन्नुभएको आम नागरिकले चाहन्छन् या चाहँदैनन्, सहभागीहरूलाई म सोध्न चाहन्छु, तपाईँहरू के साँच्चै उहाँहरूले राख्नु भएको प्रस्ताव अनुसार सैनिक तालिम लिन जानुहुन्छ, इच्छुक हुनुहुन्छ अथवा हुनुहुन्न? जानुपर्छ भन्ने को हुनुहुन्छ एकपटक हात उठाउनुहोस् त। थोरै देखिरहेको छु, 8-10 वटा हात छ। जान हुँदैन, त्यो जाँदैनौ भन्ने को हुनुहुन्छ? अधिकांशले जान हुँदैन भनेर उठाइरहनु भएको छ। म केही सहभागीको प्रतिक्रिया लिन्छु, पछाडिपट्टि महिला सहभागीले हात उठाइरहनु भएको छ, म तपाईँहरूको प्रतिक्रिया लिन्छु। नेपालको सन्दर्भमा किनभनेदेखि जनसङ्ख्या पनि एकदम कम छ। हाम्रो सुरक्षागार भने यो सैनिकहरू हुँदै पनि जुन हाम्रो माओवादी दाजुभाइहरूले वाइसिएललाई जन्माउनु भयो, त्यो वाइसिएलको चाहिँ नि अब उहाँले तलाउन सक्नु भएन। त्यो भाँड भैलो गर्नलाई फेरि अर्को वाइसिएल पनि जन्माउनलाई उहाँहरूले सैनिकको तालिम चाहिन्छ भन्नुभएको छ। यसमा चाहिँ नि कुनै हालतमा पनि यो सैनिकको तालिम चाहिँ नि गराउन हुँदैन। मेरो नाम अमृत मानसाके हो। पर्छ, अवश्य पर्छ। देश र राष्ट्रको सुरक्षाको लागि अवश्य पर्छ। जिन्दाहारी जहिले पनि चाहिँ भारत सीमा चाहिँ मिचिरहेको छ, त्यसलाई कसले सुरक्षा गर्ने? नेपाली जनता सबैजना उठेर जाने हो। त्यो बेला केही गरी चाहिँ हस्तक्षेप गरेर चाहिँ इन्डियाले हामी कहाँ चाहिँ आक्रमण गर्न आयो भने त्यो बेला के गर्ने? सबै नेपाली जनता एकजुट हुनै पर्यो नि। त्यो धन्यवाद तपाईँको विचारको लागि। त्यहाँ पछाडिपट्टि सेतो सर्ट लगाउने एकपटक तपाईँ। नमस्कार, म खगेन्द्र प्रसाद दाहाल ताप्लेजुङबाट आएको यहाँ विद्यार्थी छु। मेरो चाहिँ बुझाइ के हो भनेदेखि यो सैनिक तालिम हरेक जनताले लिनुपर्छ कि पर्दैन भन्ने सवालमा त्योभन्दा न्यूनतम आवश्यकताका कुरामा चाहिँ हामीले किन ध्यान दिन सकेका छैनौँ भन्ने कुरा हो। जस्तो म भन्छु, हामी प्राथमिक स्वास्थ्यका चाहिँ ज्ञान नपाएर दिनैपिछे मरिरहेछौँ। हामी न्यूनतम कृषि व्यावसायिकताका कुरा नपाएर चाहिँ हामी खाना नपाएर मरिरहेछौँ, जबकि हाम्रो चाहिँ 78% जनता चाहिँ कृषिमा आधारित छन्। तर हामी कृषि तालिम दिनुपर्छ भनेर किन भन्दैनौँ, स्वास्थ्य तालिम दिनुपर्छ भनेर किन भन्दैनौँ र? अनि हामी अब फेरि भाला बोकेर चाहिँ भारतसँग सैनिक तालिम लिएर लड्न जाने? मेरो भनाइ यही नै। हस्, धन्यवाद खगेन्द्रजी। अमिक शेरचनजी, यसमा प्रतिक्रिया मिश्रित आइरहेको छ। यो तपाईँहरूले भन्नुभएको विषय प्रत्येक नागरिकले म सेनाको तालिम लिन्छु या लिन्न भनेर नागरिकले छान्न पाउने त्यो स्वतन्त्रता हो तपाईँहरूले चाहेको, वा राज्यले आवश्यक ठान्यो भने हरेक नागरिकले बाध्य भएर लिनै पर्छ भन्न खोज्नु भएको? यो बाध्यकारी छैन, आवश्यकताको आधारमा हामीले सहमति कायम गरेका छौँ र चाहिँ ऐनमा व्यवस्था भएमा चाहिँ भविष्यमा हुनेछ। एक नेपाली जनताको घाँस बाँस कपास शिक्षा स्वास्थ्य रोजगारी आय आर्जनको अवसर व्यक्तित्व विकास जीव धन सम्पत्तिको सम्पूर्णको सुरक्षाको नीति अपनाउने छ भनेर हामीले घाँस बाँस मात्रै होइन, कृषि उपज लगायत वन जङ्गल प्राकृतिक स्रोत साधन यी सबैको रक्षाको लागि अब हरेक नेपाली जनता सक्षम हुनुपर्छ। त्यसबाट पारदर्शिताका साथ उनीहरूलाई चाहिँ ज्ञान हासिल गराइदिनुपर्छ, यो राज्यको दायित्व भनेर भनेको होइन। अब संविधानमा छैन, एउटा कुरा ख्याल गर्नुहोस्, योभन्दा अगाडि संविधानमा छैन। एउटा कुरा ख्याल गर्नुहोस् कि यो संविधान भनेको सधैँ बन्ने होइन र यो पनि फेरि पुरानो अवस्थाबाट नयाँ ढङ्गले बनाउन लाग्यो। मेरो प्रश्न फेरि सुन्दिनु, संविधानमा तपाईँले अहिले व्यवस्था गर्नु भएन भने फेरि संविधान यसरी जनताबाट संविधान सभा निर्वाचन भएर बन्दैन। मित्रहरू, त्यसमा ख्याल गर्नुहोस्। तपाईँलाई म फेरि त्यही प्रश्न सोध्छु शेरचनजी, यो सेनाको तालिम लिने कुरो प्रत्येक नागरिकलाई तपाईँहरू राज्यले बाध्यकारी बनाएर तालिम लिन लाउने तपाईँहरूले खोज्नु भएको हो कि नागरिकले चाह्यो भने म लिन्न भनेर यदि कसैले चाहन्छ भने उसले नलिन पर्ने हो? प्रत्येक नागरिक सबभन्दा पहिला प्रत्येक नागरिक स्वतन्त्र छन् र आफ्नो सार्वभौम अधिकारलाई उपयोग गर्न उनीहरू चाहिँ कसैले पनि अङ्कुश लाउन मिल्दैन। जहाँसम्म राष्ट्रको आवश्यकतालाई राष्ट्रलाई आवश्यकता पर्यो, राष्ट्रले त्यो महसुस गर्यो भने त्यति बेला त्यो राष्ट्रको सुरक्षाको निम्ति त्यो जनताको सुरक्षाको निम्ति कुन चाहिँ नेपाली त्यस्तो होला जो नेपालमा आपत पर्दा त्यो देशको नजोगाउने नेपाली को होला, कुन चाहिँ जान तयारी नहोला, सबै जान्छ। आह्वान गर्छ, सरकारले आह्वान गर्छ, राज्यले आह्वान गर्छ। आह्वान गर्दाखेरि आह्वान गरे अनुरूप त्यसको आवश्यक व्यवस्था गर्ने व्यवस्था सरकारले गर्ने आह्वान चाहिँ बाध्यकारी हुन्छ। होइन, सरकारले गर्ने आह्वान बाध्यकारी होइन। तपाईँको यहाँ हामीले के भनेको छ भने बाध्यकारीको बाध्यताको प्रश्न नै हामीले राखेकै छैनौँ। नराखेको कुरामा तपाईँले किन प्रश्न गरिरहनु भएको छ?
बाध्यताको कुरा होइन, नेपाली जनताको अधिकारको कुरा गरिरहेका छौँ हामीले, प्रत्येक नागरिकको अधिकारको कुरो गरिरहेका छौँ हामीले। त्यो अधिकार हो कि होइन? प्रत्येक नागरिकको अधिकार आफ्नो सामाजिक सुरक्षा गर्ने, समूहको सुरक्षा गर्ने, राज्यको सुरक्षा गर्ने, आफ्नै सुरक्षा गर्ने प्रत्येक नागरिकको अधिकार हो कि होइन? यो अधिकारलाई यहाँ राख्न खोजिएको हो। यो बाध्यकारी होइन रहेछ, तपाईँहरूलाई किन आपत्ति हुने भयो? होइन, यहाँ तपाईँले 5(3) मा स्पष्ट भनिएको छ, देशको रक्षाको लागि सरकारले आवश्यक परेको समयमा 18 वर्ष उमेर पुगेका नागरिकलाई सैनिक तालिमको लागि आह्वान गर्न सक्नेछ र सो बमोजिम तालिममा भाग लिई भन्नुको अर्थ के हो नि? यो बाध्यात्मक अवस्था हो। त्यसका सक्नेछ र सो बमोजिम तालिममा भाग लिई राष्ट्रलाई सेवा प्रदान गर्नु प्रत्येक नागरिकको कर्तव्य हुनेछ भनेपछि त्यसलाई चाहिँ गरे पनि हुन्छ, त्यो त्यसरी भन्न मिल्दैन। त्यो बाध्यतात्मक स्थिति हो। त्यो सुन्नुहोस्, अब त्यसमा मेरो चाहिँ तपाईँको बिचमा के हो भने यो अहिलेको विषय अझ अहिले यहाँका साथीहरूले पनि उठाउनु भएको छ। अहिले नेपाली जनता 21औं शताब्दीमा बन्दुक र बुट होइन, वर्दी होइन, अब नेपाली जनतालाई शिक्षा चाहिएको छ, स्वास्थ्य चाहिएको छ, रोजगार चाहिएको छ। अब नेपाली जनतालाई घाँस बाँस कपास चाहिएको छ। ढाका टोपी लगाउने दोस्रो लहरमा हुनुहुन्छ, रातो टिका निधारमा, उहाँले हात उठाउनु के भन्न खोज्नु? म त उठिदिनुहोस् त। हो, तपाईँको नाम के हो? मेरो लोकनाथ जमकटेल, काठमाडौँ जिल्ला जितुरफेदी गाविस वडा नम्बर 3। तपाईँलाई कस्तो लाग्यो उहाँहरूले अहिले राखिरहनु भएको 18 वर्षदेखि माथिका सबै नागरिकलाई? 18 वर्षदेखि माथिकोलाई उहाँहरूले राज्यमा एउटा दलगत पार्टीको हिसाबले चाहिँ त्यो सेना बनाउने भए त्यो बिल्कुल बेठीको तपाईँको हो। कुनै ठाउँमा एउटा मान्छे बिरामी भयो, त्यहाँ एउटा चोर आयो भने जस्तो अर्जुन उहाँले दाइले भन्नुभयो, पुलिस यत्रा छन्, सेना छन्, एउटा बिरामी पऱ्यो चाहिँ हामीले त्यहाँ एउटा चाहिँ चोर आएर पौडिएर समाउनु पऱ्यो भने पुलिसलाई फोन गरेर हामी उज्यालो नभइकन आउँदैनौँ। त्यहाँ चाहिँ तपाईँको त्योसित लड्ने शक्ति चाहिएन। अहिले सरकार चाहिँ तपाईँको 14 वर्ष तपाईँको चाहिँ 114 सिट ल्याएर चाहिँ सरकार काङ्ग्रेसले सरकार बनायो, त्यहाँबाट एमाले बनायो, अहिले चाहिँ नि माओवादीले बनाएको थियो, जङ्गलमा मान्छे मारेर आएको भन्थे, बनायो नि। तपाईँको जनताले भोट दिएर चाहिँ जितेर आएर बनायो भने उहाँहरूले विवाद नगरिकन उहाँहरूको के पैसा खाने ठाउँमा तपाईँको प्लेन चढ्ने ठाउँमा जानलाई 4 जना बहिनी सल्लाह गरेर ठ्याक्क कुरोकानी मिल्ने भुरुर उडेर जाने चिन्ता उहाँहरूले हात मिलाउनुहुन्छ। अहिले तपाईँको जनताको लागि तपाईँ भन्दा कृषिको लागि चाहिँ उहाँहरूले 1 रुपियाँ मलमा भाडा घटाउने चाहिँ प्रश्न राख्नु भएको छैन। यो देशको सुरक्षा, नागरिकको सुरक्षाका लागि प्रत्येक नागरिकलाई सैनिक तालिम दिने वा भइराखेको सुरक्षा संयन्त्रलाई मजबुत बनाउने होइन। विवाद पक्षहरू बीच विवाद नै छ, विवादित तथ्यहरू पनि छन्। अब यसमा तत्कालै बहस गरेर टुङ्गोमा पुगिएला जस्तो पनि छैन। त्यसैले हामी कार्यक्रमको बाँकी खण्डमा चाहिँ विवादकै अर्को एउटा प्रसङ्ग सीमाको सुरक्षा र सीमा विवाद अनि त्योसँग जोडिएको शान्तिसँग जोडिएको अर्को मुद्दा सीमा र शान्ति, त्यो विषयमा कार्यक्रमको बाँकी खण्डमा हामी छलफल गर्नेछौँ। साझा सवाल हामी छलफल गरिराखेका छौँ राष्ट्रिय हित संरक्षण समितिका 3 जना सदस्यहरू, सभापति अमिक शेरचन र बाँकी सदस्यहरू लक्ष्मणलाल कर्ण र जगदीश्वर नरसिंह केसी। हामी छलफल गर्दैछौँ त्यो समितिले संविधान सभामा बुझाएको प्रतिवेदनका बारेमा। प्रशस्त मुद्दाहरू उठेका छन्। अब चाहिँ हामी यो खण्डमा छलफल गर्नेछौँ सन्धि र सिमानाका बारेमा। खास गरी नेपालको भारतसँग जोडिएको सिमानाको मुद्दा चाहिँ धेरै ठाउँमा विवादित भएको अथवा अतिक्रमण भएको भनेर थुप्रै प्रतिवेदनहरू र खबरहरू पनि आइरहेको छ। यो समितिले पनि नेपालको सीमा व्यवस्थापन सम्बन्धी एउटा सुझाव दिएको छ। हामी यो विषयमा छलफल गर्नेछौँ। धेरै नेपालीले महत्त्वका साथ उठाएको विषय भनेको सीमा अतिक्रमण र त्यसको विवाद पनि हो। खास गरी भारतसँगको सिमाना। के नयाँ संविधानले सीमासँग जोडिएको त्यस्तो विवादको मुद्दामा समाधानका लागि नयाँ सन्देश दिन सक्छ त? हाम्रा संवाददाता मेघराज रसाइले यतिखेर सीमा विवादित बनेको भारतीय सीमा नजिकै एक ठाउँमा हुनुहुन्छ। म 12 को दक्षिण झिटकैया स्थित वडा नम्बर 6 को नेपाल भारत स्थित सीमा स्तम्भमै छु। मसँग यहाँका 12 का करिब 30 जनाको संख्यामा स्थानीय वासीहरू हुनुहुन्छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय 12 ले जनाए अनुसार यस जिल्लाका 685 सीमा स्तम्भ मध्ये 264 वटा हराएका छन्। आफ्ना कयौं बिघा जग्गा भारतीय पक्षले मिचेको यहाँका किसानहरूको दावी छ। यसै सन्दर्भमा कुराकानी गर्नको लागि केही पीडितहरू मसँग हुनुहुन्छ। म उहाँहरूसँग कुराकानी गर्दैछु। यहाँ मसँग एकजना वृद्ध व्यक्ति हुनुहुन्छ। यहाँको शुभ नाम?
गोपालजी प्रसाद जायसवाल, गाविस 10 झिटकैया वार्ड नम्बर 6 मेरो घर छ। मेरो जग्गा 3-4 बिघा जति इन्डियाले जोतभोग गरिरहेछ। विवाद कतिसम्म हामी ढुन सक्छौँ? हजुर तपाईँ काठमाडौँमा बसेर हामी माथि विचार गरिदिनुहोस् कि हाम्रो जग्गा कसरी फिर्ता हुन्छ, फिर्तामाथि विचार गर्नुहोस्। यहाँ अर्का एकजना युवा व्यक्ति हुनुहुन्छ जसले चाहिँ आफ्नो जग्गा गुमाएको बताउँदै हुनुहुन्छ। यहाँको नाम? मेरो नाम सञ्जय यादव हो। मेरो घर दक्षिण झिटकैया पर्ने हो। म 5 नम्बर वार्ड बस्ने मेरो घर हो। मेरो जग्गा यता त इन्डियाको छेउमा पर्छ, तर तिनीहरूमा हामी जोत्न जान्छौँ, तिनीहरू लट्ठी लिएर लखाड्छ, फेरि मार्न खोज्छ। यो जग्गा उपलब्ध गराइदिनु हामी यही सोच्न चाहन्छौँ। नत्र त्यो नागरिकता सगरिता हाम्रो खोज लिनु, हामीलाई त्यो इन्डियाको रासन कार्ड मगाइदिनु, हामी इन्डियामा बस्छौँ भनेर, नेपालको नागरिक हामी छैन भनेर, त्यसको विचार तपाईँहरू गर्नु के गर्नुहुन्छ? यसै गरी मसँग यहाँका स्थानीय राजनीतिक प्रतिनिधि पनि हुनुहुन्छ, उहाँको पनि म विचार लिन चाहन्छु। यहाँको परिचय? मेरो नाम रामजदया प्रसाद यादव हो। हाल म अहिले नेपाली काङ्ग्रेसको जिल्ला सचिव हुँ। मेरो प्रश्न अमिक शेरचन्दजीसँग छ। उहाँहरूले यो समितिबाट 1816 को सन्धि नै लागू हुनुपर्छ भनेर सिफारिस गर्नुभएको छ। 1816 मा त नेपालले युद्धै नगरिकन समर्पण जस्तो सम्पूर्ण भूभाग नेपालको सौंपेको थियो। 1950 मा एउटा धारामा लेखेको छ यो अगाडिको सबै सन्धि खारिज हुनुपर्छ भन्दाखेरि पुनः पनि यो समितिले 1816 को सन्धि लागू हुनु भन्नु विडम्बनाको कुरा हो। 1950 को सन्धिलाई नै मान्य गरेर हाम्रो नेपालको सम्पूर्ण भूभाग वापस लिनुपर्छ। यहाँका स्थानीयवासीहरूले यही सीमा स्तम्भको लागि भारतीय सीमा सुरक्षा बलसँग निरन्तर अस्तित्वको लडाईँ लडिरहनु परेको छ। यो अस्तित्वको लडाईँ चाँडै अन्त्य होस् र यहाँको समस्याको समाधान चाँडै होस् भन्ने कुरा उनीहरूले चाहेका छन्। धन्यवाद मेघराजी। बाराको सीमा मिचिएको एउटा ठाउँबाट त्यहाँका स्थानीय मानिसहरूसँग कुराकानी गर्दै हुन्थ्यो। थुप्रै प्रसङ्ग आयो। लक्ष्मण कर्णज्यू, अब यो मिचिएको थिचिएको उनीहरूको जग्गा जमिन अथवा त्यो सिमानाको बारेमा नयाँ संविधानमा के लेख्नुहुन्छ? हाम्रो फलाना ठाउँमा मिचिया रहेछ भनेर लेखिदिने, अनि कहाँ गएर मुद्दा हाल्ने? यदि मिचिया कुरा भयो भने उसैको हुने त? यो संविधानको प्रश्न हुँदै होइन। हाम्रो सिमाना 73 ठाउँमा मिचिया रहेछ, यति किलोमिटर मिचे, या त हामी लडेर गएर त्यसलाई समाधान गर्नु पर्यो, नभए त हाम्रो मिचिया त गइहाल्यो नि। त्यस कारणले गर्दाखेरि यसलाई कूटनीतिक त हाम्रो संविधानमा पनि के लेखिराखेको छ भने मिचेको कुरा हामीले आफ्नो कूटनीतिक तौरबाट सम्पूर्ण कुरालाई लड्नै पर्दैन, मर्नै पर्दैन। हाम्रो प्रमाण रहेछ भने, हाम्रो सम्पूर्ण कुरा रहेछ भने, प्रमाण भने जनता हो, नक्सा हो, जग्गा जमिनको कुराहरू हो, एउटै प्रमाण हुँदैन। हस्, ठीक छ। यसलाई म लक्ष्मणलाल कर्णज्यू, म अमिक शेरचनमा आउँछु। अमिक शेरचनको लागि एउटा प्रश्न पनि थियो। तपाईँहरूको समिति राष्ट्रिय हित संरक्षणको समिति र प्रश्न सोध्नु भएको थियो नेपालको सीमा व्यवस्थापन कसरी गर्नु पर्ला भन्ने प्रश्नावलीमा तपाईँहरूले सोध्नु भएको थियो र तपाईँहरूले दिनुभएको प्रारम्भिक प्रतिवेदनमा सीमाको अन्तर्राष्ट्रिय अथवा स्थायी सीमाङ्कनका लागि चाहिँ विभिन्न समयमा खास गरी इस्ट इन्डिया कम्पनी ब्रिटिस सरकार अन्तर्गत त्यतिखेरको तत्कालीन नेपालले गरेको सम्झौताको मितिहरू उल्लेख गरेर सीमालाई स्थायी सीमाङ्कन गर्नुपर्छ भनेर भन्नुभएको छ। तर नेपाली राष्ट्रियता र राष्ट्रिय हितका लागि अधिकांश नागरिकले उठाउने गरेको 1950 को सन्धि जसले नेपाललाई निकै ठुलो मर्का पुर्याएछ भनेर भन्छन्, त्यो सन्धिको बारेमा चाहिँ काहीँ चुक्क पनि बोल्नु भएको छैन। कसरी राष्ट्रिय हित हुन सक्छ? 1816, 1819, 1860, 1875 को जो सन्धि हो, त्यो सन्धिले 1816ले उहाँले भन्नुभयो कि लडाइँ गरेर हारेकोलाई हामीले छोडिदिएको ठाउँ भयो भनेर भन्नुभयो। त्यो ठिक कुरा उठाउनु भएको छ। हामीले ब्रिटिस सरकारलाई, तत्कालीन ब्रिटिस सरकारलाई, ब्रिटिसलाई समेत यो सीमाङ्कन भारत र नेपालको विवादित सीमालाई समाधान गर्नको निम्ति भारत नेपाल त छैछ, त्यस साथसाथै ब्रिटिसलाई समेत राखेर त्यसको पुरानो जुन सन्धि संहिता त्यसलाई पनि अगाडि राखेर अनि हामीले निर्धारण गर्नुपर्छ। त्यसले जहाँ बन्छ, जहाँ अङ्कन गरेको छ त्यो ठाउँमा सीमा निर्धारण गर्नुपर्छ भनेर हामीले सैद्धान्तिक रूपले यो यसमा उठाइएको मात्रै हो, उठाइएको हो र यसको टिप्पणीमा हामीले प्रश्नसँग राखेका छौँ। बेलायत सरकारले सहयोग गर्नु पर्यो यसमा हो। बेलायत सरकारले सहयोग गर्नुपर्छ। बेलायत सरकार तत्कालीन कांग्रेस सरकारकै पालामा हाम्रो सिमाना यो स्थितिमा आइपुग्या हुनाले ऊ बीचमा गएर साक्षी बसेर जस्तोको तस्तो सत्य कुरा राखिदिनु पर्यो उसले। र अनि देशको सरकार बनाउन र भत्काउन पनि विदेशीकै सहयोग हुनु भएन। सीमाना कहाँ भन्नु पनि विदेशीकै सहयोग। तपाईहरु कसरी राष्ट्रिय हितको मुद्दा उठाउनुहुन्छ त? तपाईले यो राष्ट्रिय हितभित्र
स्वदेश विदेश सबै कुराको संयोजन राष्ट्रिय हित हो। विदेशीलाई कसरी राख्नुपर्छ, आक्रमण हुन तपाईले राष्ट्रिय हितको कुरामा जुन सीमाङ्कन र स्थायी सीमा व्यवस्थापनको लागि जुन मुद्दा उठाउनु भएको छ, तपाईँले दिनुभएको प्रस्तावको 21औं नम्बरको 2 मा छ यो प्रस्ताव। थुप्रै समयको इस्ट इन्डिया कम्पनीसँग गरिएका सन्धि सम्झौताको उल्लेख गर्नुभएको छ, तर 1950 को भारतसँगको सन्धि जसले नेपालीहरूलाई चाहिँ आफ्नो राष्ट्रियता अथवा नेपालीहरूलाई आफ्नो कामकाज गर्न निकै अप्ठ्यारो पर्नेछ भनेर भनेको कुरा चाहिँ कहीँ पनि सुन्नु भएको छैन। के राष्ट्रिय हितको कुरा भयो त? 1950 को जो पछिल्लो सन्धि भयो अहिलेको वर्तमान भारतसँग, त्यो 1950 को सन्धि आफैमा एउटा खालको चाहिँ नि बहसको विषय भएको छ। पुनरावलोकन कुरा उठाएका छन्, विभिन्न कुराहरू उठाएका छन्। यसले गर्दाखेरि त्यो एउटा आफै छलफलको विषय बनिसकेका छ। दोस्रो कुरा 1950 भन्दा अगाडि त हाम्रो भारत र नेपालसँगको तपाईँको राजधानी प्रणाली थियो। 1950 को कर्मशपछि छोटो अवधिमा मात्रै खुला सीमा आयो हामीलाई, जसले गर्दाखेरि उताका थुप्रै अपराधिक घटना नेपालमा आएर घटाउने, अनि भारतले फेरि आइएसआई आयो पाकिस्तानबाट नेपालमा आएर नेपालबाट छिरेर हामीलाई बर्बाद पार्यो भनेर उनीहरूले भन्ने यस्तो स्थितिको अन्त हुनुपर्छ। दुईटा छिमेकी मुलुकको समृद्धि र दुईटा छिमेकी मुलुकको जनताको भातृत्व चाहिँ आत्मीयतालाई बलियो बनाउने हो भने हामीले यसलाई स्थायी समाधान गर्नु जरुरी छ। त्यसले मात्रै भारतको नीति हुन्छ, नेपालको नीति हुन्छ। त्यो भनेको मैले भनिहालेँ सीमाङ्कनको बारेमा 1860 र 1875 को जो पहिलाको सीमा निर्धारण भएको छ त्यसकै आधारमा त्यसलाई नै टेकेर अनि हामीले पुनः तपाईँको पुनः सीमाङ्कनको चाहिँ कुरा अगाडि लग्यौँ भनेदेखि कुनै नेपाली जनता पनि किनभने स्वीकार गरिसक्यो 1816 को सन्धि अङ्ग्रेजसँगको लडाइँलाई हामीले स्वीकार गरिसक्यो। हाम्रो तिथि बेला नक्कली रूपले गरे या सक्कली रूपले जे गरे भनेदेखि अब आएर हामीले त्यसलाई नै आधार बनाएर जङ्गे पिल्लर जहाँ थियो आज जङ्गे पिल्लर छैनन्, उखेलेर फालिएको छ, हटाइएको छ। त्यस कारणले त्यो जङ्गे पिल्लर जहाँ थियो जुन ठाउँमा निर्धारण गरेको थियो त्यसले मात्रै टुङ्गाउँछ। त्यो आधारमा गयो भने हाम्रो समस्याको हल हुन्छ। यो सीमाको सम्बन्धमा वास्तवमा धेरै पहिलादेखि यो विवादको विषय हामीले पटक पटक राजनीतिक क्षेत्रमा, सामाजिक क्षेत्रमा, अन्य बौद्धिक व्यावसायिक क्षेत्रमा नि यो उठ्ने गर्छन्। वास्तवमा यसलाई तपाईँ हामीले यहाँ बसेर मात्र नभइकन एक देश र अर्को देशको बिचको कूटनैतिक सम्बन्धको कुरो हो। किनभने हामीले यहाँ बसेर मिचिएकै छ भनिहाल्ने कुरो पनि त्यहाँ गएर स्थलगत रूपमा रेखाङ्कन के छ। जस्तो अहिले अब केही दिन अगाडि नवीन राज जोशीको संयोजकत्वमा एउटा टोली गएको थियो, अहिले त्यही त टोली गएको थियो। त्यो टोलीले के भनेको छ भने 56वटा जङ्गे पिल्लर छैन, अहिले देखिएन त्यहाँ काउन्ट गर्दाखेरि जुन बागाको यो क्षेत्रबाट यो क्षेत्रसम्ममा 56वटा जङ्गे पिल्लर छैन। अब त्यसमा के पनि भनिएको छ भने त्यो जो 10 गजा छ 10 गजामा यता केही नेपालीहरूले पनि बिचमा घर बनाइदिएका छन्, केही उनीहरूले पनि इन्डियनहरूले पनि बनाइदिएका छन् भारतीयहरूले भन्ने पनि रिपोर्ट त्यसमा आछ। अब यसमा चाहिँ के भने यो धेरै विषयवस्तुमध्ये यी विषय भनेको यो राष्ट्रिय हितभित्र हामी राजनीतिक रूपले भन्दा नि यो राष्ट्रको विषय हो। यसमा अहिले हाम्रो सभापतिज्यूले जे कुरो उठाउनु भएको छ हामीले यसैलाई टेकेर अगाडि बढ्नुपर्छ। अब अरू धेरै विषयवस्तु भने एकचोटि राज्यले एउटा देशसँग अर्को देशले कूटनीतिक सम्बन्धका आधारमा कूटनीतिक हिसाबले एउटा किसिमले गएका सम्झौतालाई पटक पटक उल्ट्याउने हो दोहोऱ्याउने भने कति हाम्रो जस्तो मुलुक अब हामीले किन लुकाउने कुरो छैन। हामी हरेक दृष्टिकोणले भन्दा कसैसँग आश्रित भयो राज्यका विकास निर्माणदेखिलाई हरेक उसमा आश्रित छौँ भनेपछि हामीले यस्ता विषयमा यसरी बहसमा सार्वजनिक रूपले यसै भन्नुको सट्टा सीमाङ्कनका विषयमा कूटनीतिक हिसाबले उहाँहरूको विदेश भारतको पनि एउटा कूटनीतिक क्षेत्रको एउटा तहको मान्छे हाम्रो पनि त्यो ढङ्गले त्यसलाई सीमाङ्कनलाई अत्यन्त व्यवस्थित गर्नुपर्छ। जस्तो अब खोलाको सीमाङ्कन भने खोलो बगेर अहिले उहाँ पुग्छ फेरि चेन्ज हुन्छ, त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने पनि सोच्नुपर्ने अवस्था व्यवस्थित गर्न अझै बाँकी नै छ। त्यसले गर्दा यसलाई व्यवस्थित गर्नुपर्छ। यो व्यवस्थित गर्नका लागि यो हाम्रा राजनीतिक दलहरू, हाम्रा राजनीतिक दलका नेताहरू, यो नेपाल सरकारले यसलाई अत्यन्त गम्भीरताका साथ सोच्नुपर्छ भन्ने मलाई लाग्छ। हस्, निकै लामो बहस गऱ्यौँ हामी, यो बहस यहीँ टुङ्ग्याउँछौँ। कति सहभागीको विचार प्रतिक्रिया लिन सकेनौँ। अब यो राष्ट्रको हित कसरी संरक्षण गर्ने मुद्दा अझै बाँकी छ। नयाँ संविधानले राष्ट्रको हितलाई
कसरी सम्बोधन गर्नेछ हेर्न पनि बाँकी नै छ। आजको राष्ट्रिय हित संरक्षण समितिको प्रस्तावित मस्यौदामाथिको छलफलमा सहभागी भइदिनु भएकोमा उक्त समितिका सभापति अमिक शेरचन र सदस्यहरू जगदीश्वर नरसिंह केसी अनि लक्ष्मणलाल कर्ण, यहाँहरू तीनैजनालाई धेरै धन्यवाद। सहभागी तपाईँहरूलाई पनि धेरै धन्यवाद। कार्यक्रम साझा सवालका बारेमा कुनै प्रतिक्रिया वा प्रश्न पठाउनका लागि हाम्रो ठेगाना हो साझा सवाल BBC नेपाली सेवा, पोस्ट बक्स नम्बर 672 काठमाडौँ नेपाल, र हाम्रो इमेल ठेगाना हो nepali.letters@bbc.co.uk। आजका लागि कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।